गौतम आज हामी मिरेना लेबोनर्गेसेल कन्टेनिङ आइयुसिडी को बारेमा कुरा गर्न गइरहेको छौं। यो मिरेना हो। यसमा चाहिँ लेबोनर्गेसेल भन्ने चाहिँ औषधि हुन्छ। यो हामी पाठेघरमा राख्छौं र पाठेघरमा यो 5 वर्ष, आजकल त 7 वर्ष पनि भन्छन्, 5 वर्षसम्म डेली यसबाट चाहिँ औषधि रिलिज हुन्छ। त्यसले चाहिँ एडेनोमाइसिसको ट्रिटमेन्ट गर्न सकिन्छ, इन्डोमेट्रियोसिसको ट्रिटमेन्ट गर्न सकिन्छ, परिवार नियोजनको लागि काम गर्न सक्छ, हेभी ब्लिडिङको लागि चाहिँ यो यसले उपचार गर्न सकिन्छ। यो नेपालमा सजिलै उपलब्ध छ। बाहिर किन्दा त यसको 9-10 हजार रुपैयाँ पर्छ। हामीले कम्पनीसँग डाइरेक्ट डिल गरेका छौं र यो 5600 रुपैयाँमा हामीले पाउँछौं। र यो राख्नलाई चाहिँ सामान्य आइभी सेडेसन र कोअपरेटिभ पेसेन्ट छ भने सेडेसन नदिइकन पनि यो सजिलै राख्न सकिन्छ। र यो राखिसकेपछि महिनावारी अलिकति इरेगुलर हुन सक्छ, तर हेभी ब्लिडिङ हुँदैन र महिनावारी हुँदाखेरि धेरै पेट दुख्दैन।